त्यसैलाई मज गर्नुपर्छ बिच अब बल्ल पूर्वबाट घाम झुल्किँदै नाइला भाइले दिएको टोपी खिलाउनु यो लाग्यो भाइ भर्खर लाग्यो होला कहिलेबाट गर्नुपर्ने एउटा कस्तो हामीलाई कस्तो अनुभव भइरहेछ त ठाउँको नाम चाहिँ सिलढुङ्गा हो यो ठाउँको नाम सिलढुङ्गा हामी हिँडेर त्यहाँबाट झरेर हिँडेर आउने बाटो हामी हिँडेर तातो पानीसम्म पुग्छौँ त्यहाँबाट यो भएर हिँडेर झट्ट मान्छे पहिला अहिले यो बाटोको चाहिँ पछि हिमाल हेर सिलढुङ्गाको यात्रा सिलढुङ्गाको यात्रा विश्राम पहिला त मान्छे मात्रै हिमाल देखेको छ कि छैन त्यो हिमाल गौरी शङ्कर भिरकोट त्यो भिरकोटको बजार भिरकोट बजार देखिरह बजारकै गाउँ भिरकोट त्यस्तो ठाउँमा पो बस्नु पर्छ अब अहिले माथिसम्मबाट ल त्यहाँबाट छैन होला मात्रै नेता रहेछ बाटो अब डाँडाले कति आजबेला हुन्छ नि त अनि त्यो बाटो कहिले बनाउनु अहिले मैले यस्तो त कहाँबाट छ र नि पर्दै होइन कहाँ त्यो बाटै भरियो त कोही बाटै भरि गाउँमा जानुपर्छ अस्ट्रेलियामा भेटेको दाइदीलाई देखिदिरहेको त्यहाँ मैले यात्रा हो छोरो के मनोकामना भगवती माताको दर्शन गर्नुको लागि यात्रा हुँदैछ मनको इच्छा पुरा गरिदिनु भगवती मनोकामना काली माताले अघिको ग्रुप उहाँ पुगेछन् तीको केबल कारबाट ओर्लिएर माथि लागेको अवस्था अगाडि गाइडमा हुनुहुन्छ हाम्रो आफ्नै माइला ड्याडी ल ठिक छ यो चाहिँ के हिमाल हो सबभन्दा नजिक रहेछ ऊ पहिला पहिला त है हामी त्यहाँदेखि आएको हामी We are at Kalinchuk भगवती मन्दिर दोलखा अल्टिट्युड आइपुग्यो आइपुग्यो
अब माथि गएपछि भेटौँला है त निवेन भनेको झुटो हो नेपाल चाहिँ साँचो हो फोटो हेर्छौ निकालेर पनि जा यसलाई नि सिङ्गल खिचिसकेको कति दिदीभाइको खिचिसकेको हामीले सिङ्गल खिच्यौ तिमीहरू साँच्चै हामी खिच्नुहुँदैन यहाँ आऊ एकछिन यसलाई यहाँ सिङ्गल खिचिन्छ क्या म छोड्नु न एउटा खिच्दैन मेरो र कुशलको एउटा खिच्दैन त्यो मोबाइल झिक्न एकछिन त्यो पनि आओस् सबै भइरहोस् न लाइभ टेलिकास्ट होस् न ए लाइभ जय 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 ल भगवान लाग्यौँ जय भगवान लाग्यौँ खानामा गएर कस्तो घटार त्यहाँ आज तक भित्रबाट बुझ्नु पर्छ आफ्नो मनबाट ज्ञान लिनुपर्छ सबैको राम्रो होस् भलो होस् राम्रो होस् यसरी दुःखको सुन्नु बरु अगाडि जा भन्ने भाइले भने बाटो गयो उताबाट छुट्याउ त्यहाँ पछि राख्ने के भयो हामी हो ल हाम्रो दोलखाबाट यी ब्याटालियनहरू ल गुड गरुड ब्याटालियनको टोलीबाट म्यादी प्रहरी घटिएका कानुन राम्रो बनायो राम्रोसित सिक मोरा हो एउटा गाइड हुन पनि सजिलो हुन्छ नि जय होस् तुलका भीमेश्वर महादेव गेटको मेन गेटको त्यहाँ फोटो खिच्न पाउँदैन भनेर त्यहाँ राखिराखेको रहेछ माथि त मिल्दैन यहीँ खिच्दा भयो मेन गेट है हामी लाग्छौँ खाना उता गुरु हुनुहुन्छ शम्भु काकाकोमा हामी सरको लागि रेती चाहिँ हामी पुर्खौली घरमा चाहिँ हामी अब लाग्छौँ रे मिटिङ पनि हुँदैछ इटिङ पनि हुँदैछ हाम्रो पनि हुँदैछ यस्तो राम्रो गाउँको हामी लाग्यौँ पैदीबाट भैँसे पोखरे हेर्नलाई होइन धुलो रहेछ भने टक्क यी सबै हाम्रो दाजुभाइकै घर हुने एउटा पसलले के भने तपाईँ कस्तो भागेन खेल्ने बनाइदिन्छ रमा दिदीको घर होइन यतै माथिको जग्गा यहाँदेखि पानी यता गर्न आउनुहुँदै खान्छ यो बाँझो जति सबै हो यो बाँझोदेखि सबै घर यी बनाए भइगयो मास्टर आफैले पैसा हालेर उ गर्दैछ ड्राइभरलाई उसैले अब सामान ल्याइदिइहाल्छ हामीलाई यो त एउटा उ नि खतरा निक्लिन्छ नि म खाजा बनाउँछु है हामी कुमारामजी हामी लागेको हिमाल यहीँ छ यस्तो दामी भ्यू छ कि कुरै छ रेस्टुरेन्ट जस्तो बनाएको छ
माथिल्लो चाहिँ लिला ठुल्बाको यसमा हामीले लिएको हो त्यहाँबाट बित्तिकै आधा निस्किन्छ आधा मात्रै निस्किन्छ यहीँबाट गयो गुड मर्निङ फ्रम दोलखा किन पश्चिमबाट घाम दुख्यो पश्चिम हो त दिदी उत्तरै हो नि अब सर्दै सर्दै यता दक्षिण उत्तरै हो नि पूर्व नै छ पूर्व नै छ पूर्व नै हो एकदम ठिक छ एकदम ठिक छ हजुर हामी सैलुङको कालापानी महादेव दर्शन गर्न जाँदैछौँ एकदम मौसम पनि घामले ठिक्क पछाडिको 180 डिग्री हिमाल लाङटाङ सगरमाथा र हाम्रो गौरी शङ्कर र यता अर्को 180 डिग्री सयोथुङ्गा पहाडको र हिमालको बिचमा रहेको हाम्रो दोलखा सैलुङ पहाड सयथुङ्गा पहाड र हिमालको पर्वत हामी दोलखाली हेलो गाइज हामी सैलुङेश्वरी महादेवको यात्रा हुँदैछ काजी खानदानको र सैलुङेश्वरी महादेवको जय अहिले भनेको कालापानी महादेव ओके सैलुङेश्वरी महादेवको जय 33 कोटी देवी देवताको जय 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 महादेवको जय ल सैलुङेश्वरी महादेवको जय 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 कालिम्पोङ भगवती माताको जय 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 पानी त त्यहाँ छैन क्या थापेर भने कहाँ थाप्नु होइन उही मान्न थाप्नु पर्छ तल छैन त्यहीँ छ महादेवको पानी माथिबाट तप्किरहेको हुन्छ होइन हामी त दामी गयौँ है यत्रो चढेर तल छ त हामी त गुड ब्रान्डका हुन् नि त हामी दामी हामी गुड काजी खानदान स्ट्रङ भेरी स्ट्रङ बिन्दास सैलुङको बाटो यस्तो छ है सैलुङको बाटो है सैलुङको बाटो ल हेर्नुहोस् यो हेरी देखि सरको यो झाडी छे सर्लक पुरै भनेको हाम्रो यो पुरै देखियो पुरै सैलुङ यहाँ लस्कर बस्ने हो माथि चढ्न सक्नु माथि जाडो हुन्छ पूर्वदेखि पश्चिमको त्यो कुन हिमाल हो त्यो त्यही हो अब चाहिँ एउटा फोटो त्यो निकाल्नु त यो बोरा बारा सबै हालेर पहाडिया यहाँ चाहिँ सबै पहाडिया सैथुङ्गे त्यही हो हजुर त नखल्या भए हुन्थ्यो पसिना आएकै त राम्रो त्यहाँ तल चाहिँ ऊ
काठमाडौँ चाहिँ त्यतैतिर पर्न सक्छ ऊ त्यहाँतिर सबै कुहिरोले नदेखेको हो पुरै तराई एरिया त्यता नि हामी दिदी भाइ एकदम राम्रो फिलिङ्स पिस एकदम पिस नेचर हामी मात्रै हाम्रो फ्यामिली मात्रै एकदम बस्ने फ्यामिली मात्रै हामी सैलुङ सोरीको चाहिँ नि महादेवको दर्शन गर्न आइरहेको छौँ एकदम अब चाहिँ यतिको फ्रेस भएर हिँड्नुभयो त लो गाइस ल के भन्न चाहनुहुन्छ त मैले ल्याडी हाम्रो यहाँ आएर कस्तो महसुस के एकदम सैलुङेश्वरी महादेवको दर्शन गर्न आएका छौँ भगवान्ले एकदम बिन्दास ल्याइपुऱ्याउनु भएको छ हजुर हामी चाहिँ एकदम बिन्दास भएर आएका छौँ अब यहाँ चाहिँ टुर यात्रा गरेर हामी चाहिँ नि अब यहाँ पिकनिक पहिला दर्शन गर्ने महादेवको त्यसपछि मिटिङ बस्ने अनि त्यसपछि इटिङ गरेर अनि रिटर्न हुने हामी ल सैलुङको डाँडा चाहिँ त्यही हो हामी चाहिँ सैलुङ महादेव पहिला दर्शन गरेर जाँदैछौँ अनि हामी माइला बाउ र छोरा नेपालको धन हरियो वन भनेको यही हो अनि नेपालको वन हरियो नेपालको धन हरियो वन नेपालको के अरे नेपालको धन हरियो वन यस्तो मेरो मन चाहिँ नेपालीपन है त ल मेन सैलुङेश्वर महादेवको चाहिँ यही हो सैलुङ भन्छ एकदम त्यहाँ गौरीशङ्करको गौरीपुत्र महादेव शिव शम्भो ल यसरी दर्शन गर्न आउनुहुन्छ हाम्रो सैलुङेश्वर महादेव सैलुङ 100 हिल्स कन्ट्री अफ माउन्टेन्स यही हो गौरीशङ्करको बसेका पैसा चढाउने नि हामीलाई कस्तो अनुभव भइरहेको छ ल ठिक छ सबै राम्रो ल हामी सानोमा आएर रेस्ट गर्ने सैलुङे डाँडा भनेको लेकाली हामी यही हो त्यहाँ रमाइलो छ क्या सही हो बसु सैलुङे डाँडा पछाडि अगाडि हामी जय शिव शङ्कर जय शम्भो जय शिव शङ्कर जय शम्भो हर हर महादेव ल जय शिव शङ्कर जय शम्भो 100 हिल्स सैलुङ मोबाइल भेट्यो तेरो कि अर्कै कस्तो भइरहेछ त फिलिङ एकदम रमाइलो भइरहेछ है हामीलाई त्यसरी ल ठिक छ गुड ठाउँमा आइपुगेको छ
अझै सिधा छैन है पहाडहरू ढुङ्गाहरू सडक भीमसेनको What happened to you? I am very nice. Okay. Okay. Thank you. ए रहेछ है दुई चारवटा घोडाहरू हेर्नुहोस् है सैलुङ्गे घोडाहरू हेभन इज मिथ नेपाल इज रियल एकदम सही ठाउँ छ है यो चाहिँ एकदमै बेस्ट ठाउँ छ अझै हामी वहाँ पारिको टावर र गुम्बासम्म पुग्नु छ त्यतिन्जेलसम्म त हामीले डाँडा सयौँ हिल्स वरिपरि पहाडै स्वर्ग जाने बाटो कहीँ छैन हाम्रो डेडी त्यो एरियामा गएर त्यो अर्कै खालको आलु हुन्छ कि त्यो भुसा फेर भन्ने ठाउँमा अर्कै खालको त्यो रातो बोक्रा भएको आलु बोलाएको हो त्यो लिच्ची हुन्छ नि हो त्यस्तो आलु ल्याएर खाउनु पहिला यहाँदेखि यहाँ ऊ तल हाम्रो घरबाट हाम्रो त्यो हजुरबाहरू काठमाडौँ हिँडेर जाने आउने गर्थ्यो 6 दिन लाग्थ्यो 3 दिन जान 3 दिन आउन 6 दिन लाग्थ्यो बाटो चाहिँ त्यही हो देखिरहेको हो अनि यता 5 खाले पाखा निस्केर अनि यो सिन्धुपाल्चोक निस्केर जाँदाखेरि चाहिँ रित्तै हुन्थ्यो अरे होइन 2 दिन आधामा पुग्थ्यो अरे अनि जाँदाखेरि चाहिँ वहाँबाट सामान लिएर आउनु पर्थ्यो नि त होइन हो त रहेछ त नक्सै त हो रहेछ त 3 दिन लाग्थ्यो ल हो हो त रहेछ त अनि यहाँ चाहिँ के हिमाल त छोपेर नलागेको छ अरे अब बिस्तारै 360 अब त 360 बिस्तारै सबै छोप्छ अरे उयो छोपिसक्यो दिस इज कल नेपाल अब त्यहाँ पुगेपछि त यो जस्तो स्वर्ग नेपालमा छैन नम्बर 1 नेपालमै छैन है अहिले नेपालको यो नम्बर 1 मा पर्छ यो चाहिँ दोलखा शैलेश्वरी यस्तो छ अनि टावर 100 वटा थुम्का भएको चाहिँ नि यो अझै पुगेको छैनौँ है हामी अझै माथि छ है यो भ्यू चाहिँ हाम्रो यहाँ आइपुग्न लाग्यो म अब चाहिँ यहाँ आएपछि मात्रै स्वर्ग पुग्यो जस्तो लाग्छ है हजुर हो कि होइन हो यहाँ किनभने जहिले पायो त्यहीले जो पायो त्यही आइपुग्न सक्दैनन् त्यसैले यहाँ चाहिँ नि जीवनमा एकचोटि हरेक नेपालीले यहाँ चाहिँ नि एकचोटि सवार गर्नु होला भन्ने मेरो अनुरोध छ रामबहादुर बस्नेत पैती गाउँपालिका 8 शैलेश्वरी Finally, we reached at सैलुङको टावर डाँडा काला पानी फाइनल्ली पुग्यो हामी गएको कालो पनि त्यही हो पृथ्वीको नाइटो भनिने त्यही हो पृथ्वीको हाम्रो मुटु शैलेश्वरी महादेश्वर थुम्का पनि यही हो गौरी शङ्कर त्यही हो फाइनल्ली सैलुङको टप के टावर भन्छ गुरु यसलाई एकचोटि दाजु भ्यू टावरमा आइपुग्यो फ्रम दि टप अफ दि वर्ल्ड नेपाल ल है त
फाइनल्ली पुगियो एकदम ल सैलुङ भ्यू टावर ओ घाम छेक्ने मान्छे को होला ए आयो सैलुङ्गे ले यो पुरै यतापट्टिको हेर्ने हो भने त कति हो कति सयौँ छन् सयौँ जय होस् राइट जय होस् from the top of the world Nepal जय होस् तलबाट पसिकन लामो गरेको छ है ल यो चाहिँ हाम्रो सैलुङ दोलखाको टप भ्यू टावरबाट माथि चाहिँ यो भिडियो हाम्रो वज्रयोगिनी माता हाम्रो वान एन्ड ओन्ली माता पृथ्वी माता धरती माता भैरवले रक्षा गरिराख्नु भएको छ है फेरि कस्तो लागिरहेछ भन्ने कुरा चाहिँ अब आउनै पर्छ है भन्न सकिन्न यो चाहिँ भनेर नि होइन यस्तो छ एकदम सही छ एकदम सही छ हजुर एकदम सही छ बुद्धको मन्त्र आउँछ हजुर ए यताको गर्ने हुँदैन यताको गरेर यो यस्तो यस्तो गर्ने भने मात्र ठिक हुन्छ कुशलले भिडियो बनाएको बनाइछ 1 महिना लाग्छ कुशलले बनाएको भिडियो हेर्न एकदम सही छ है एकछिन बस्नु के बस्न फोटो खिच्नलाई के एउटा ल भुइँमा राख त्यो फोन अलि राम्रो हुन्छ भुइँमा राख फोन भुइँमा राख न त्यो नाम के पर्यो माता मेरो लालमाइला आमा ल जय होस् हजुर बाबु आइज पछि वान लास्ट ल भ्यू टावरको चाहिँ हामी
निरीक्षण गर्दैछौँ हामी दर्शन गरेर कैलाली छोरी महादेवको 100 थुम्काको चाहिँ हामी परिक्रमा गर्दैछौँ। निरीक्षण गरेर हामी Yes. तलबाट पसिकन लामो लामो गरेको छ है। ल यो चाहिँ हाम्रो सैलुङ दोलखाको टप भ्यू टावरबाट माथि चाहिँ यो भिडियो हाम्रो वज्रयोगिनी माता, हाम्रो वान एन्ड ओन्ली माता, पृथ्वी माता, धरती माता भैरवले रक्षा गरिराख्नु भएको छ है। फेरि कस्तो लागिरहेछ भन्ने कुरा चाहिँ अब आउनै पर्छ है, भन्न सकिन्न। यो चाहिँ भनेर नि होइन, यस्तो छ, एकदम सही छ, एकदम सही छ हजुर, एकदम सही छ। हजुर यताको गर्ने हुँदैन, यताको गरेर यो यस्तो यस्तो गर्ने भने मात्र ठिक हुन्छ। हजुरको नाम के पर्यो माता? मेरो लालमाइला आमा। ल जय होस् हजुर। बाबु आइज पछि पछि वान लास्ट कैलाली छोरी ल चिज भ्यू टावरको चाहिँ हामी निरीक्षण गर्दैछौँ। हामी कैलाली छोरी महादेवको दर्शन गरेर कैलाली छोरी महादेवको 100 थुम्काको चाहिँ हामी परिक्रमा गर्दैछौँ। निरीक्षण गरेर हामी यात्रा सुरु हुन्छ। शाउली बजारमा जय महादेव, जय भगवान।